नमस्कार, न्युज 24 नेपाल युरोपमा तपाईँहरूलाई स्वागत छ। आजको मुख्य समाचारमा इरानमाथि तयारी हवाई हमलाहरू र युरोपमा व्यस्तता, अमेरिकीहरूले पर्यटन विमानस्थलहरू ओगटेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक बम विकास गर्नबाट रोक्न प्रयास गरिरहेका छन् र यो सैनिक धम्की मार्फत समेत हो। त्यसैले युरोप र मध्यपूर्वमा अमेरिकी वायुसेना USAF का ठुलो सङ्ख्यामा विमानहरू सारेका छन्। बुल्गेरियाले राजधानीको विमानस्थलले केही दिनको लागि नागरिक विमानहरूका लागि बन्द रहने जानकारी दिएको छ। पर्यटकहरूका लागि बोइङ जहाजहरूको छेउमा अब तिनीहरूको सैन्य दाजुहरू पार्क हुनेछन्। फ्लोरिडाबाट सुफियाको विमानस्थलमा 6वटा विशाल इन्धन भर्ने बोइङ KC-135RT स्ट्राटो ट्याङ्करहरूले उडान भरे। जर्मनीको रामस्टाइन आधारबाट भने अमेरिकी कार्गो जाइन्टहरू C-130 हर्क्युलसले बुल्गेरियाली राजधानीमा उडान भरे र फर्केर पनि आयो। फ्लाइट राडर अनुसार ती चेक हवाई मार्ग हुँदै प्लजेन र बोर्नोमाथि पनि उडेको थियो। बुल्गेरियाली रक्षा मन्त्रालयले पुष्टि गरेको छ कि विमान अमेरिकी वायुसेनाको हुन् र यसले भनेको छ कि ती विमानहरूको लगानी नेटोको बढ्दो सतर्कतासँग सम्बन्धित छ र विमानहरूको सञ्चालनका लागि कर्मचारीहरू नियुक्त गरिएको छ। सुफियामा अमेरिकी दूतावासले पनि समान व्याख्या सार्वजनिक गरेका छन्। बुल्गेरियाली समाचार एजेन्सी नोभिनिटेले जनाएको छ।